तपाईको शुभ नाम चाहिँ बताइदिनुहोस् त। मेरो एमएल राई सन्तपुर गाउँपालिका 2 शङ्खा गोलाई। उहाँले चाहिँ यसरी अनाची भट्टी लगाउँदै हुनुहुन्छ अनि यो उहाँले चाहिँ एकदम मजाले यो चाहिँ किन लाउनु भएको बताइदिनुहोस् त एकचोटि यो चाहिँ मजाले। तपाईँको एकदमै कम्ती टाइममा सुक्ने र बाफिन्ने माथि छोडेपछि चाहिँ यो लाउनु भएको उहाँले 2 घन्टा 3 घन्टा मात्रै हुँदैछ तर यति मजाले यति छिटो भइसक्यो होइन। यसको मतलब चाहिँ यो लगाइदिएपछि चाहिँ के भयो अङ्कल ठ्याक्कै? छिटो हुन्छ एकदमै छिटो। त्यो बाफिन्छ तपाईँको, बाफिएपछि तपाईँको यस्तो बन्द गरिदिएपछि चाहिँ यसको सास फिर्ने जस्तो हुन्छ अनि एकदमै छिटो झर्ने हुन्छ क्या यो। ल नयाँ तरिका किसानहरूले अरूले पनि सिक्दै जानुपर्ने कुरा हुन्छ होइन। उहाँको अनाचीको बोट चाहिँ यो हो र तपाईँको लगभग 60-70 बोट बराबर चाहिँ एक मन चाहिँ झऱ्यो। एकदमै उहाँको यति ठुलो बगान छ, राम्रो छ होइन। उहाँलाई उज्जवल भविष्यको शुभकामना, अझै उहाँले राम्रै गर्दै जानुहुन्छ भन्ने म उहाँलाई फेरि शुभकामना व्यक्त गरेँ। झन् राम्रो लाग्छ क्या। यहाँ माथि देखिरहनु भएको अलैँची चाहिँ हाम्रो यहाँ अङ्कलको, जो उहाँले मैले भिडियोमा यसरी देखाउँदैछु। अनि उहाँले चाहिँ यसरी यस्तो मजाले अलैँची बोट हाम्रो गाउँमा यसरी रोप्नु भएको छ। उहाँले चाहिँ एकदम सफल कृषकको रूपमा उहाँलाई पनि म चिन्छु। अनि यसरी उहाँले यस्तो मिलाएर रोप्नु भएको छ। अनि हावा खेल्नेको लागि चाहिँ अलैँचीले अत्यन्तै आवश्यक पर्छ। यहाँ देख्नुहुन्छ यो बारी चाहिँ एकदम भिरालो छ अनि हावाको आसपास एकदम आवरण चाहिँ राम्रो हुन्छ क्या। अनि यसरी मजाले यसो गर्ने बित्तिकै चाहिँ अलैँची राम्रो फल्छ। उहाँको बोट फेरि नजिकबाट म देखाउँछु।